आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि म आइसकेको छु अनि अहिले चाहिँ यति बेलाको बिहानको 6 बजिरहेको छ। अनि म चाहिँ आज किन यति छिटो उठेको भन्दाखेरि किनकि आज म जाँदैछु रेका, जागृतदेखि रेका जाँदैछु र मेरो दाइहरू पनि मलाई कुरिरहनु भएको छ यति बेला। अनि मेरो यता कार चाहिँ मैले कोल्ड स्टार्ट गरेर राखेको छु, तपाईँहरूले देख्न सक्नुहुन्छ। मैले फेरि गाडीलाई चाहिँ एकचोटि धुनुपर्ने हुन्छ किनकि हिजो पनि धोएर त राखेको थिएँ, तर बिहान उठ्दाखेरि यसो हेर्दाखेरि चाहिँ यहाँ चराले अलिकति फोहोर बनाइदिएको रहेछ। त्यही भएर चाहिँ म अब चाहिँ गाडी धुन जान्छु फर्स्टमा चाहिँ। अनि त्यसपछि मेरो दाइहरू पनि कुरिरहनु भएको छ, हामी 5 जना छौँ अनि दाइहरू कुरिरहनु भएको छ। म चाहिँ गाडी साडी धोएर दाइहरूलाई पिकअप गर्न जान्छु, त्यसपछि के हुन्छ म हजुरहरूलाई देखाउनेछु है त। 12 seconds later अब यहाँबाट चाहिँ म जाँदैछु पहिला सुरु गाडी धुनको लागि। एकदमै यहाँ चाहिँ 6 बजे नै काम लाग्न सुरु भइसकेको छ। आजको वेदर एकदमै राम्रो छ, राम्रो हुन्छ पनि किनकि एकदमै क्लियर मौसम छ। अब पहिला सुरु गेट लगाउँछु। मेरो अहिलेको बिहानको 6 बजेको मौसम चाहिँ यस्तो छ, एकदमै राम्रो भ्यू। अनि यति बेला चाहिँ म यहाँ अब गेट लगाउँदैछु। तपाईँहरूले पनि यहाँ देखिरहनु भएको होला, यहाँ सिसामा चाहिँ एकदमै मेरो चराले चाहिँ गाडीमा फोहोर गरिदिएको छ। अनि त्यही भएर धुन जाँदैछु। धुने ठाउँ चाहिँ यहीँ नजिकै छ मेरो रुमबाट, धेरै टाइम पनि लाग्दैन, यहाँबाट 1 मिनटको बाटो मात्रै हो, यहाँबाट नजिकै हो। एक मिनट पनि छैन भनौँ न, यहीँ अगाडि हो, यो घरको पछाडिपट्टि हो वासिङ सेन्टर चाहिँ। अनि त्यहाँ चाहिँ आफैले गएर धुनुपर्ने हुन्छ। अहिले सिट बेल्ट लगाएको छैन, त्यही भएर चाहिँ यहाँ सिट बेल्टको साउन्ड आइरहेछ। एकदमै खाली, आज त सन्डेको दिन, आज सबैजना घरमै बस्छन्, यताको मान्छेहरू घरमै बस्ने, फ्यामिलीलाई टाइम दिने, स्पेन्ड गर्ने, त्यस्तो हुन्छ। त्यही भएर आज एकदमै रोड चाहिँ पुरै खाली हुन्छ। म आइसकेको छु वासिङ सेन्टरमा। बिहान बिहानै पनि आउँदो रहेछ मान्छेहरू 1-2 जना धुनको लागि। ओहो, फाइनली म आइसकेको छु। वासिङ सेन्टर चाहिँ यही हो, यता गएर यहीँ अगाडि हाल्दा हुन्छ। गाडी पुरै सफाइ छ एकदम, तर अलिकति त्यो चराले फोहोर बनाएको भएर मात्रै धुनुपर्ने हो। यहाँबाट चाहिँ मैले 1 युरो लगभग 1 युरो 3 युरोले मजाले इनफ हुन्छ। पानी हाल्ने मात्रै हो, पानी र फोम। यता चाहिँ सबै आफैले अब धुनुपर्ने हुन्छ, मान्छे हुँदैन यहाँ चाहिँ, पैसा हाल्ने ठाउँ हुन्छ यहाँ चाहिँ। यसरी आफूलाई कति धुनु मन लाग्छ, 1 युरो 2 युरो 50 सेन्ट 20 सेन्ट 10 सेन्ट जति हालेर धुनु पनि पाइन्छ, मिल्छ। पहिला सुरु चाहिँ म फर्म मात्रै हाल्छु। minutes later. मैले गाडी पनि धुइसकेको छु यति बेला चाहिँ। अब चाहिँ म जानुपर्ने हुन्छ। हजुरहरूले यहाँ देख्न सक्नुहुन्छ अहिलेको
मजाले एकदमै क्लियर चिल्लो ढल्किरहेको मर्सिडिज यस्तो छ यो चाहिँ। अब मैले चाहिँ अलिअलि यसलाई मजाले पुस्छु अनि त्यसपछि चाहिँ म दाइहरूलाई पिकअप गर्न जान्छु किनकि एकदमै ढिला भइसकेको छ। 6 बजे दाइहरूले मलाई उता 6 बजे आइज भाइ भनेर भन्नुभएको थियो। अब गाडी धुनु परेर चाहिँ अलिकति लेट भइसकेको छ। म अब यसलाई अलिअलि पुछपाछ गरेर चाहिँ म जाँदैछु। 15 minutes later. गाडी सबै एकदमै धोएर पुसेर सबै रेडी बनाइसक्यो। अब चाहिँ म जान्छु दाइहरूलाई पिकअप गर्नुको लागि किनकि दाइहरू मलाई कुरिरहनु भएको छ, लेट पनि भइसक्यो। अनि हामी जाने ठाउँ चाहिँ रेका मैले भनिहालेँ तपाईँहरूलाई अगाडि नै। अनि त्यो चाहिँ लगभग तपाईँको 200 किलोमिटर छ यहाँ जागिरदेखि। अनि 200 किलोमिटर छ। हामी जान्छौँ, एकदम इन्जोय गर्छौँ आज। हजुरहरूले पनि हेरिदिनु होला लास्टसम्म। यति बेला चाहिँ म जाँदैछु दाइहरूलाई लिनलाई। अनि वेदर पनि एकदमै खुलिसकेको छ। अहिलेको कति बज्यो? 6:30 भइसकेको छ। यहाँबाट दाइहरूलाई लिनलाई चाहिँ लगभग 15 मिनट लाग्छ। 15 मिनटको बाटो छ। आज त एकदमै खुल्ला हुन्छ सबै बाटोहरू, त्यही भएर आज चाहिँ एकदमै रमाइलो पनि हुन्छ किनकि जाम भयो भने चाहिँ धेरै कुर्नुपर्छ। यहाँ फेरि जागिरमा चाहिँ फेरि ट्राफिक चाहिँ एकदमै बढी जाम हुन्छ। त्यही भएर मलाई चाहिँ फेरि त्यो ट्राफिक मन पर्दैन। तर आज सन्डेको दिन चाहिँ पुरै ओपन हुन्छ, सबैजना घरमा बस्ने, आफ्नो फ्यामिलीलाई टाइम दिने, बाहिर निस्किँदैन कोही पनि। त्यही भएर चाहिँ आज खाली हुन्छ रोडहरू पनि, एकदम मजा हुन्छ। आज चाहिँ जाँदैछौँ हामी 200 किलोमिटर यहाँबाट, जाग्रेबबाट 200 किलोमिटर। अब जान त हामी हाइवेकै बाटो जान्छौँ पुरै। अब हाइवेबाट जाने भने चाहिँ भनिरहेछौँ। अब अहिले के हुन्छ प्लान थाहा छैन। एकछिनपछि हामी भित्रको बाटो पनि जान सकिन्छ किनकि हाइवेमा चाहिँ धेरै मजा आउँदैन कि गाडी कुदाइ मात्रै गर्नु मिल्छ, त्यस्तो भ्यूहरू केही पनि देखिँदैन। पुरै एकदमै रफ्तारमा चाहिँ चलाउने मात्रै, त्यति मात्रै हो हाइवेमा चाहिँ। तर हामी भित्रको बाटो गयौँ भने चाहिँ एकदमै मजाले भ्यूहरू हेर्दै सबै मजाले एक्सपोज गर्दै जानु पाइन्छ। अब हेरौँ के हुन्छ। अहिले दाइहरूलाई भेटेर चाहिँ सल्लाह गरेर त्यसपछि चाहिँ तपाईँहरूले पनि देख्नु भइहाल्छ। दाइको रुम चाहिँ म आइसकेँ गाइस यति बेला। ओहो 2000 years later. अब चाहिँ दाइहरू पनि निस्किसक्नु भएको छ यति बेला चाहिँ। अनि यहाँ मेरो दाइ देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि दाइ आज हामी कता जाँदैछौँ? यात्रा कहाँसम्म? आज चाहिँ क्रोएसियाको एउटा राम्रो प्लेस होइन, रिएका सी साइड भनौँ न। सी साइडै हो, सी साइड भन्ने ठाउँमा जाँदैछौँ। त्यहाँबाट तपाईँहरूलाई सरर देखाउने हो आज भ्यूहरू के छ। अनि हाम्रो उहाँ विष्णु भण्डारी सर हुनुहुन्छ। के छ मेरो दाइ? आराम हुन्छ नि होइन? एकदमै। अनि कति किलोमिटर छ त यहाँबाट? लगभग 160देखि 70 किलोमिटर छ। लगभग 200 नै भनौँ न। अब बिस्तारै जाँदाखेरि होइन, जाँदैछौँ आरामसँग। ठिक छ, गाडीमा जाने हो होइन? ठिक छ। गाडी कस्तो छ त मेरो? बवाल छ नि यार भाइ। ठिक छ होइन? बवाल अनि गाडी। ओके ल ठिक छ। अब चाहिँ दाइहरू पनि निस्किसक्नु भएको छ यति बेला। अब हामी जान्छौँ। अहिले कति बज्यो अहिले दाइ? बज्यो 7 त बजिसक्यो। अनि के हुन्छ आज हजुरहरूलाई सबै अब हामी देखाउनेछौँ। आजको टुर हाम्रो जागिरदेखि रेकासम्मको हजुरहरूलाई सबै म यही भ्लगमा देखाउनेछु। सबैजनाले इन्डसम्म हेरिदिनु होला है त। One eternity later. पेट्रोल हाल्छौँ अब हामी यहाँबाट चाहिँ 40 युरोको। A few moments later. मैले तेल हालिसकेको छु गाडीमा, तेल पनि थिएन, त्यही भएर मैले चाहिँ 40 युरोको तेल हालेको छु यति बेला चाहिँ। अब हामी चाहिँ हाम्रो यात्रा यहाँबाट सुरु भइसकेको छ। दाइ यता आउँदै हुनुहुन्छ। हाम्रो बिल पेमेन्ट गर्ने 40 युरोको है। ल अब चाहिँ हाम्रो यात्रा सुरु भयो नि त दाइ। ल अब चाहिँ हामी लाग्छौँ
बुद्धाहरू यहाँ बसिरहनु भएको छ। अब चाहिँ हाम्रो यात्रा सुरु भयो, जान्छौँ, रमाइलो गर्छौँ होइन। One eternity later. हामी चाहिँ लगभग 1 घन्टाको बाटो पछि चाहिँ हामी यहाँ एकछिन रेस्ट लिनको लागि निस्केको छौँ। हामी पुरै मेन हाइवेमा छौँ हामी चाहिँ यति बेला। भाइहरूले यता फोटोहरू खिच्दै हुनुहुन्छ। यो चाहिँ हामी एकदम हाइवेको बिचमा छौँ, किनकि एकछिन रेस्ट लिने चाहिँ दाइहरू, त्यही भएर चाहिँ एकछिन रेस्टको लागि निस्केको छौँ। यताको भ्यू हेर्नु होला तपाईँहरूले, यस्तो छ, पुरै जङ्गल बाहेक केही पनि छैन यता चाहिँ। हाम्रो दाइहरू यहाँ फोटोसुट खेल्दै हुनुहुन्छ। अनि दाइहरू कस्तो लागिरहेको त अहिले? अनि यहाँ हाम्रो दाइ हुनुहुन्छ, दाइ चाहिँ अलिकति बिरामी हुँदो रहेछ। अनि त्यसपछि घरमा आफ्नो वाइफलाई चाहिँ म घुम्न जान्छु भनेर भन्नुभएको हुन्छ। अनि यता चाहिँ अब उता भाउजूले दाइलाई चाहिँ यति बेला फर्काउँदैछौँ, यता कुरा गर्दैछौँ। गाह्रो छ, के गर्नु, गाह्रो छ। 2000 years later. फाइनली हामी चाहिँ रेगा आइसकेको छौँ यति बेला। तपाईँहरूले यताको अहिलेको भ्यू देख्न सक्नुहुन्छ। सिटी यो चाहिँ सेन्टर रहेछ। अनि हामीले चाहिँ गाडी उतापट्टि पार्किङ गरेर अब यहाँबाट चाहिँ हामी हिँड्दै जान्छौँ। एकचोटि यो पुरै एक्सप्लोर गर्छौँ हामी के कस्तो रहेछ यताको भनेर। अनि कस्तो लागिरहेको त दाइ? बवाल दाइ यार, बवाल छ होइन एकदम। लन्डन आइयो है, लन्डन जस्तो लाग्यो। ल गाइस हानी हालौँ न यार, यस्तो फोटो मास्तिर जाने हो। राम्रो, यो त ठुल्ठुलो रहेछ बिल्डिङहरू यता त यार है। दाइ यो 4 मा के फोटो खिचिरह भने? मास्तिर जाउँ न, यो त डस्टबिन। यहाँको चाहिँ टोयलेटलाई चाहिँ डब्लुसी भन्दो रहेछ। चार्ज कति हो, फेरि हो कि पैसा हो? बुझेर जाऊँ न। टोयलेट जाने? Meanwhile. रेगा हामी एक्सप्लोर गर्दैछौँ यति बेला। हामी बिस्तारै तल यताबाट चाहिँ तल सी साइडमा पनि जान्छौँ। मजाको भइरहेछ, मजा भइरहेछ है। अँ के छ त अनि जागिर भन्दा रेगा राम्रो छ कि? राम्रो छ है। यहाँ पहिलोचोटि आएको भएर होला। यहाँ चाहिँ राम्रो लाग्यो। खतरै छ। लन्डनतिर एकचोटि लन्डन घुम्न जाँदाखेरि जस्तो फिलिङ हाल्छ बिल्डिङ सिल्डिङहरू देख्दाखेरि। तर जागिरी भन्दा धेरै ठुल्ठुलो बिल्डिङहरू क्या? जागिरी भन्दा चाहिँ अलि राम्रो रहेछ। ठुल्ठुलो बिल्डिङहरू रहेछ। बिल्डिङहरू यता आउँछ, विदेशतिरको बिल्डिङ जस्तो यहाँ रहेछ। हाम्रो ग्याङस्टार दाइहरू, दाइ त पुरै रकिस्टार जस्तो दिन्छ दाइ। अनि रकिस्टारै हो नि, हो र? वेस्ट बेङ्गल छोडेको देखिन जस्तो रहेछ। ओ भाइ मारो मुझे, मारो यता जाने। रिएकाको ठ्याक्कै सेन्टर हो यो।
ल कोही यो पुरै सेन्टर त हो नि यो बबाल छ एक सर र तर क्या ठुल्ठुलो बिल्डिङहरू रहेछ क्या यार यहाँ फोटो चाहिँ यता हाल्नुपर्छ ल भाइ यहाँ हाल्नु पर्छ अब चाहिँ हामी यहाँ चाहिँ एकछिन फोटोसुटहरू गर्छौँ फोटो खिच्यो भने चाहिँ यहाँ राम्रो आउँछ ल तिमीले त नि खिच्दिनु ल हाम्रोबाट आउनु नगर A little longer than a few minutes later. त्यति बेला चाहिँ यहाँ दाइहरू पनि फोटो भिडियो खिच्दै हुनुहुन्छ यहाँ चाहिँ यस्तो राम्रो वाटरफल देखेँ मैले चाहिँ वाउ क्या दामी रहेछ गाइज रेखा चाहिँ अब यही हो है अब यो पुरै सेन्टर छ अब घुम्नुपर्छ घुम्दै घुम्दै गएपछि सबै देखिन्छ दाइहरू यहाँ फोटो भिडियो बनाउनुमै व्यस्त छन् पुरै अब सेलिब्रिटी लुक्स दिइरहेछन् दाइ जाउँ अब जाउँ दाइ अगाडिहरू जाउँ फोटो खिच्यो भने चाहिँ होइन त फोटो नि खिच्यो अँ बनाइयो ल सबै भयो अब चाहिँ हामी दाइ जाउँ यस्तो जुत्ता किने खुट्टा दुखिहाल्छ कता जाने उताबाट जाने हो र यता जाउँ न त यता यता जो छ अब जागिर भन्दा चाहिँ मलाई चाहिँ एकदमै राम्रै लाग्यो यो ठाउँ चाहिँ सिसाइड भएर पनि होला तर राम्रो चाहिँ एकदमै राम्रो छ एकदम सफा रहेछ ठाउँहरू पनि तर त्यति भिडभाड चाहिँ छैन रहेछ अहिले खै अब सिजन त सुरु भइसक्यो यहाँ सिजन त सुरु भइसक्यो त्यही पनि त्यति धेरै चाहिँ भिडभाडहरू चाहिँ अहिले छैन रहेछ यहाँनिर खै त कता गयो केटाहरू लास्टै बिस्तारै हिँड्दैछ नि यार हामी चाहिँ अब यहाँ हिँड्दै हिँड्दै उता जाने हो नि त तल समुद्रमा समुद्र कताकति छ यहीँ अगाडि त हो नि त पछाडि हाम्रो यहाँ दाइ मलाई सोधेको हाम्रो दाइको नाम चाहिँ रेमिक्स हो है रेमिक्स के अरे रिमिक्स नक्कले रेमिक्स नक्कले नाम पनि के हो यार पुरै चुतिया खाँदो भाइ युनिक नेम हो नि त युनिक नेम हो हो होइन ठिक छ राम तपाईँले आफै राख्नु भएको कि यो के हो आफैले राख्यो यस्तो उत्पटाङ कामहरू नि आउँछ तपाईँलाई तर दाइ जे जागिर भन्दा चाहिँ राम्रो हो सबै तर अनि फेरि सिसाइड भनेपछि अनि भिडभाड त छैन त अनि सिजन त आइसक्यो भिडभाड छैन त अनि किन हो यस्तो छ नि उता तलतिर हो नि त हो र हामी अहिले ठ्याक्क सेन्टरतिर अहिले तिरको पनि आउँछ भिडियो आउँछ है तर मान्छे मैले जागिर जतिको मान्छे देखिनँ है त यहाँ चाहिँ मान्छेहरू चाहिँ देखिनँ मैले यस्तो हो अहिले यहाँ हिँड्दैन तल तिरमा गएको छन् कि समुद्र तिरतिर होइन त्यही भएर सेन्टरतिर खासै मान्छे देखिँदैन कि सेन्टर त यही त हो नि पुरै गाइजहरूलाई पनि देखाइदिउँ यहाँ यसो भ्यू खै त दाइहरू खोइ के रहेछ दाइ तर त्यति टुरिस्टहरू आएको छैन रहेछ यार अहिले उता तल पुरै उसमा सीमा मात्रै होला उता
म्याकडोनल्ड्स रहेछ नि दाइ फेरि यहाँ कस्तो ठाउँमा राखेको म्याकडोनल्ड्स यहाँ राख्दै थिएँ कलर रहेछ हो नि त घरभित्रै बनाइदिने म्याकडोनल्ड्स पनि रेडियो रेक अरे दाइ अब यता भएन उतै जानुपर्छ यार मस्तले उता दाइ फेरि कति अल्छी गरेर आउने Much later. अब यता चाहिँ सेन्टर हो यो सबै सेन्टर नै हो अब सेन्टर चाहिँ हामी फेरि धेरै कति घुम्नु भनेर चाहिँ हामी उता सीमा जाँदैछौँ समुद्रमा किनकि अब सेन्टर त हामी घुमिरहेकै हुन्छ प्रायः होइन त दाइ के कसो सेन्टर त घुमिरहेकै हुन्छ एकदम सेन्टरमा घुमिरहेको अब सर सर र समुद्रमा है त ल जाउँ समुद्रको चिसो चिसो के दाइ चिसो बियरसँगै सबै चिज के ल ठिक छ यो सिप चाहिँ चढ्नुपर्ने हो एकचोटि खासमा बिल्डिङहरू त वहाँ बबाल रहेछ अरे यता चाहिँ डिजाइन हेर्नु नि त डिजाइन आम्मामा कसरी बनायो डिजाइनहरू ग्लोबो कुदिरह अन्त दाइ हजुर ए त्यहाँ रहेछ वा दामी रहेछ यार यो सिप रेड लाइटमा अनि काटिदिरहनु सुड्डीहरूले उडाइदियो भने तनाव हुन्छ फेरि सुड्डीहरूलाई जाउँ ल रेड लाइट पनि काटिदिन्छ नि फेरि जो चाहिँ बढी हिँड्न सक्दैन उनीहरूले हतार क्या बढी त्यत्तिकै आएर बिचमा दिन्छ नि दामी रहेछ यो त ठुलो खालको रहेछ चढेको कति ल्याउँछ हो यो त महँगो होला त यार है हेर्नु न 1500 युरो भर्खर जाम चढ्दै त्यही भने भएको बेला उता अगाडि जाउँ न हामी तर यहाँ त ट्रामको लिक पनि रहेछ क्या है तर यो चल्दैन चल्न त स्योर चल्दैन गाडीकै ऊ बनाइदिएको रहेछ लाइन तर स्पिड जतिको त छैन क्या हो यार स्पिडमा त कस्तो दामी दामी छ ठाउँहरू पनि यार स्पिडमा चाहिँ हिँडै पछि क्या दाइ त्यस्तो तपाईँ जानु भएको छैन गएन है यस्तो दामी छ दाइ यार जहाँ पनि गाडीमा भन्दा हिँडेरै जानु मन लाग्ने क्या त्यस्तो खालको थियो त्यही त दामी हुँदो रहेछ है आम्मामा यो त ठुलो रहेछ नजिकबाट त झनै खै कत्रो देखिने यार कस्तो यो त अलि दामी नयाँ मोडलको जस्तो क्या है हेर्नु न पुरै है त्यही त नयाँ छ हेर्दै आम्मामा उता पो रहेछ त अर्को बडावाला त बडावाला यहाँ क्यामेराले भ्याउँछ कि भ्याउँदैन भ्याउँदो रहेछ जाउँ त यहाँ छेउछेउमा त पाइहालिन्छ नि गाइस यो चाहिँ समुद्र हो तर यो चाहिँ यतापट्टिको थोरै पार्ट मात्रै देखेर चाहिँ यस्तो लाग्यो हो माछाहरू हेर्नु नि त यार सही रहेछ आम्मामा कति माछा है माछा त दामी देख्दो रहेछ त माछा त कति हो यार आम्मामा गाइस रेखा चाहिँ यही हो है अझै पनि हामी घुम्दै घुम्दै अब कता कता पुग्छौँ थाहा छैन तर यहाँ धेरै माछाहरू रहेछ यार क्यामेरामा चाहिँ देखिरहेको चाहिँ छैन तै अब यस्तो जानुपर्छ त हामी उता घुम्दै 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 उता उताबाट उता सायद उता चाहिँ राम्रो छ जस्तो उतापट्टि नि बडोवाला रहेछ त यार सिप
2,000 years later. हामी अहिले चाहिँ यहाँनिर के अरे बिचमा आएको छौँ हामी बिचमा बसेर अब आज चाहिँ चट्ट पौडी सोडी खेल्ने भनेर चाहिँ हामी आएको तर यता चाहिँ फेरि पुरै प्याक रहेछ यति बेला अनि सबैजना यता चाहिँ फुल प्याक रहेछन् खेलिरहेको छ सबैजना कतापट्टि जाने त दाइ अब हामी यार अझै उता हेरौँ न कति ठुलो छ यो साइडमा त सब पुरै छ बिचै बिचहरू छ जाउँ न त्यसो उता हुन्छ खाली जता अब त्यो जान्छ ठाउँ प्याक भयो यता ठाउँ प्याक भयो ल जाउँ ल अब उता के छ त अब दाइ के हो नि यहाँ यस्तो रहेछ कोपको रहेछ हाम फाल्नु लाग्यो है तपाईँलाई त ए म त ऊ त्यहाँ ड्राइफानमा मन लाग्छ कि केटाहरूले मना गरे तर कति सफा हो पानी है यो नुनिलो पानी होला अरे नुनिलो नि पुरै त भन्ने यहाँ चाहिँ जस्तो फ्यामिलीहरू आएर बच्चाहरूलाई नि पौडी खेलाउने एकदम राम्रो रहेछ एकदमै ठुलो छ है आम्मा आँखाले भ्यान नभ्याउने छ समुद्र केही समुद्र के यो बमैमा जस्तो समुद्र हो यो समुद्र त हो नि समुद्रको एउटा सानो उस भाग हो ताल जत्रो छ यो माटो पनि छेउछेउमा यस्तरी आउँछ समुद्र खाल हालेर बमैमा हेर्नु पर्छ ल त के गर्ने हामी गरिहाल्नु न टाइम वेस्ट गर्नु हुन्न त हामी त फर्किनु नि पर्छ त यार फर्किनु नि पर्छ नि त हामी त हामी चाहिँ अहिले यति बेला अब बिचहरू हेर्दैछौँ अब हामी यहाँबाट चाहिँ अर्को यता यो साइडमा चाहिँ पुरै बिचै बिच छ हामी चाहिँ जता खाली छ त्यतै बस्छौँ हामीले खानाहरू पनि केही पनि खाएनौँ सबै यसरी बोकेर ल्याउँछौँ हामीले चाहिँ अलरेडी रेडिमेड घरबाट बनाएर दाइहरूले यहाँ पपकर्न सपकर्न स्याउहरू के ल्याएर ल्याउनु भएको छ हामी चाहिँ अर्को राम्रो हेर्छौँ अनि त्यसपछि त्यहीँ गएर हेर्छौँ है तपाईँलाई यो अहिले हामी भएको कहाँ हो त त्यत्रै जो हो अलिक ठुलो रहेछ क्या हो यहाँ अगाडि यो त हिँड्दै जाउँ है होइन ए टाढा छ यहीँ अगाडि हो यो त A few moments later. के भन्नुहुन्छ दाइ के भन्नु भन्नु त फेरि हाँस्या त के हो अब झोला झ्याम्टो बोकेर हामी जाँदैछौँ अर्को नेक्स्ट बिचमा ड्राई पिकनिक गर्नु पनि एउटा मजा नै लाग्छ जस्तो लाग्छ किनकि हामी दुःख गर्न आएको मान्छे हो होइन के गर्न आएको मान्छे हो अरे हामी दुःख गर्न आएको मान्छे हो होइन बेला बेलामा यसो रमाइलो इन्जोयमेन्ट त पऱ्यो भने त काम सँगसँगै आफूलाई पनि रिफ्रेस गर्नु पऱ्यो क्रोएसियाकै एउटा राम्रो होइन राम्रो प्लेस ब्युटिफुल भन्ने अझै बिचहरू कति राम्रो छ यहाँ सी साइड देखेका त्यहाँ गएर पौडी खेल्नुपर्छ अब हामी चाहिँ आइपुगिसकिएको छ क्या अब तपाईँहरूलाई चाहिँ फाइनल्ली हामीले चाहिँ पुरा स्विमिङ गरेको भिडियो होइन अनि हामीले यसो नास्ता गरेको ड्राई पार्टी जस्तो सब मेरो फेरि आफ्नो त फेरि यस्तै सिबिआर रहेछ उता रहेछ क्या पानी किन्ने ठाउँ पानी किन्न पर्यो है पानी पोकिनु किन त्यहाँबाट मजाले पाउरोटी साउरोटी किनेर आउनु पर्ने हो अब यहाँ आएर यति बेला आएर सम्झेर हुन्छ नि त यहाँ के अरे कस्तो मालिक म अरे के सोम रिमिक्स जिम्मा भन्दैन डुलो नि रिमिक्स नक्कले रिमिक्स नक्कले हुन्छ नक्कले रिमिक्स हो क्या नक्कले रिमिक्स हेर्नु त्यही भएर सर्ट पनि नक्कलै छ मार्केट गएको छ तपाईँ कमेन्टमा कहाँ किनेको भनेर कमेन्ट आउँछ टोपी पनि सोधे होला हैन टोपी पनि सेम हो अनि यो सर्ट पनि
कहाँ किनेको भनेर अनि यो चाहिँ एउटा F टिमु त्यो उबाट किने हो के चाहिँ टिमुबाट किने सर्ट अनि प्यान्ट सर्ट कहाँ केबाट किन्नु भयो पाइड त नेपालको छ त्यहाँ गफै गफमा आइयो के ए हो रहेछ दाइ दाइ हो रहेछ ल हामी चाहिँ अब नेक्स्ट बिचमा आइसकेका छौँ यता पनि प्याक छ कि जस्तो लाग्यो छैन के भन्छन् केटाहरू मजा अबै मजाले भइरहेको दाइ त्यो कोकहरू तपाईँले हालेर खाने त्यो सामानहरू त त्यहीँ उसमै हालेर चिसो बनाउने होला नि त एकदम त्यही एकछिन आधी घन्टा डुबाउँ हामी पनि डुबाउँ त्यसपछि डुब्दै डुब्की मार्दै चिसो मार्ने हो क्या अनि हामीलाई चाहिँ के छ त अनि नखानेलाई पानी भनेको छैन त्यस्तो कहाँ हुन्छ पानी किन्न पाइहाल्छ यो झन् पिलेट कति गरौँ आजकल पपकर्न बोकेर हिरो फेरि यहाँ रहेछ ल गाइरहेको यहाँ चाहिँ राम्रो रहेछ ल तर यार दाइ त्यो चाहिँ किन्न पाए हुन्थ्यो होइन अन्डरवेयर पाइन्न पसल छैन अब किन्न हुन्छ के भाइ अन्डरवेयर त्यो पौडी खेल्नलाई पाउने हो क्या खासमा त पाइयो थियो यहाँ यो कस्तो आयो पढ्नु नजाने हल्ला नगरौँ बिस्तारै यो त होइन यार हो हुन त यो एरिया जस्तो छैन यार त्यस्तो एरियामा जाने हो हामी अनि नत्र भन्दा डुबिहाल्छ नि अनि त्यो चाहिँ हामी अब बिच भनेर आएको अब एकदम ढुङ्गाको बिच चाहिँ परेछ होइन यहाँ पनि खेल्ने त हो तर हामी यहाँ हुँदैन त यार खेल्ने ठाउँै होइन नि खेल्ने ठाउँै होइन कि यस्तो पनि पौडी खेल्ने त यार के कुरो गरे यार कहाँ देखाएको रङ ठिकै छ केही छैन फेरि खेल्न त राम्रैमा खेल हो त्यस्तै हुनु पर्यो अहिले जस्तै यहाँ हो कि चाहिने माथि त कुरो त बुङ्गै छ यार यहाँ हो कि हामी जाने यो माथि त बुङ्गै छ ल केही छैन ठिक छ हो यहाँ हो क्या जाने हामी राखिदिने हो कि दाइले 5 मिनट छ जाम त्यो उताको जस्तै चाहियो कि हामीलाई कता के उडे जस्तो लाग्यो त के हो आकाश पनि केही नदिने यार निलो भएर जाम के जाम ल जाउँ गाइस यताबाट छ बाटै यसै यहीँबाट भनेर कसले जाँदा ए छ रहेछ बाटो त गाइस अब हामी चाहिँ मिस्टेक भयो चाहिँ यहाँनिर बिच भनेर आएको तर यो चाहिँ ढुङ्गाको चाहिँ परेछ यहाँ त खेल्न मिलिँदैन यहाँ चाहिँ यता छ त बाटो छ जस्तो लाग्यो छ रहेछ दाइ यता छ यता हामी तर राम्रो है रिएका खै यार केटाहरूले बडो हिँडा यार बरु गाडीमा आउनुपर्ने अब हामी चाहिँ हिँड्दै खतम भयो लास्टमा जुन ठाउँमा पहिला फर्स्टमा हेरेको थियो त्यहीँनिर आउनु पऱ्यो किनकि अरू ठाउँहरू त्यस्तो खासै ऊ रहेनछ अनि यहाँ चाहिँ ठाउँ यस्तो छ मान्छेहरू टन्नै रहेछ तर यहाँ भिडियो गर्नु पाउँदैन होला है भिडियो गर्नु मिल्दैन जस्तो छ यहाँ चाहिँ किनकि अब अरूको प्रायोरिटीलाई यहाँ ल्याउन पाइँदो रहेछ आफ्नो खाना हो रेस्टुरेन्ट चाहिँ भनेर नि लेखाएको छ र तर दामी छ ठाउँहरू मान्छेहरू धेरै रहेछ मान्छेहरू चाहिँ
Meanwhile. अब यति बेला यहाँ पौडी नखेली बसिरहेको छौँ। दाइ चाहिँ यता पौडी खेल्दै हुनुहुन्छ हाम्रो दाइ। केटाहरू खेल्दा रहेछ कि म्यान खेलेको त मै हो। हामी चाहिँ यता घामले डढ्छौँ भनेर चाहिँ यहाँ एकदम कुनामा लुकेर बसिरहेको छौँ हामी चाहिँ यति बेला। ए मान्छेहरू चाहिँ यहाँ टन्नै छ, एकदमै धेरै छ मान्छेहरू। त्यसले चाहिँ माथिबाट यसो डाइभ हाल्नु लाग्यो जस्तो लाग्यो मलाई। एकदमै यहाँ चाहिँ मान्छेहरू टन्नै क्या। मेरो ल त्यो पानी नपर्ने त, यसमा पानी नपर्नु है। पानी हुँदैन दिनु न है। डुब्ने हो र त चस्मा लाएर कस्तो कुरा गरेर डुब्ने हो तपाईँ? खै कहाँ पौडी खेल्न हो त, त्यो लाएर खिच्ने पो त फोटो। पौडी खेल्ने हो त चस्मा लाएर भने कस्तो मान्छे यो चस्मा लाएर खेल्ने पो चस्मा होइन नि त। One eternity later. अब चाहिँ यता दाइले चाहिँ डाइभ हान्दैछन् हाम्रो दाइले चाहिँ यता माथिबाट। ल दाइ डाइभ गयो ल। आमा डेन्जर हाम फाल्दिएर गएर छ यार। तर भुइँमा छोयो त खुट्टा छुँदैन है। ल गयो दाइ गयो, तपाईँ गयो। ल कताबाट यता के हो पानी त के हो? ल ए त्यस्तो हुन्छ है। आम्मामा भिडियो कस्तो आयो भन्ने कुरा छैन नि त। छाल त कस्तो आउँदो रहेछ यार। भिडियो कस्तो आयो होला? हेर्नु कति मजा रङ लगाएर हेर्नु त छेउमा बसेर अनि सर बगाएर लाँदो रहेछ कि। आम्मामा ओ जुत्ता हाम्रो लुगालाई भिजाउला जस्तो छ त्यहाँ छालले। दाइ के भएर चाहिँ यस्तो हो खास? के भएर? समुद्र कहाँ उसा होला नि ठुलो सिप त्यस्तरी नि हुन्छ है। हुन्छ नि बगाएर ल्याइदिएर क्या। ल दाइ तपाईँको पालि अब। ल दाइ स्पिकर ल्याउनु पर्दो रहेछ के हो नि यार। उता पनि हाम्रो नेपाली दाइहरू हुनुहुन्छ यता सबजना बसिरहनु भएको। सबजना पौडी खेल्नु भएको रहेछ। सबै यहाँ भेट्यो। खुसीलाई चाहिँ सबैजना यसरी मजाले बसिरहेको छ यहाँ। होइन तिन भने के सोधेन कति भयो भने चाहिँ ड्राइभर छ भयो भने पाकै चुडेछ यार। 15 minutes later. हाम्रो चाहिँ अब यता सब नेपाली दाइहरू भेट भयो, त्यही भएर एकदमै मजाले नेपालको कण यहाँ आएर पक्क ल गयो नि त दाइ गयो। ल अब खेल्यो क्या? अब यत्रो बस्यो त पानीभित्र गएर आउनु भएको चाहिँ यस्तो हुन्छ। पानीभित्र गएर पो कटु गोली भएको देखिन्छ यहाँ त सेतै राम्रो भयो नि होइन कालो हुन्छ क्या ढुङ्गा भन्नु क्या। ओइ क्या हान्दिरा आउँछ ल जानु नि त। हिजो एयरमा त हान्नु भएको थियो है। हेमराज भुजेलको जस्तो त्यो के भन्छ खोलामा गएर चाहिँ उल्टी हान्ने मेरो सक्नु छ भने खड्के पनि हान्दिन्छ यस्तो दाइ। ल अनि यस्तो निखिल्ले झै यस्तो खुट्टा यस्तो गरेर हान्छ। ल फेरि पुछार भएको निखिल्यो अनि यस्तरी पनि ढल्दिन्छु कि यस्तरी हो यस्तरी यस्तो ट्याक होइन। ल यहीँ ढल्नु नि त एकचोटि हेरौँ त। ल यहाँ त दुख्छ दुख्दैन हो त्यहाँ त गइरहेछ। पाखामा ट्राई गर्नुपर्छ नि मात्रै पानीमा
जाँदा जान्छ केही हुन्छ भनेर तर अब चिसो होइन त्यस्तो गर्नु हुन्न नि त कहाँ यार यता त केस Approximately 10 hours later. यति बेला चाहिँ अब सबैजना कहिले पौडी खेल्न भएको छ रमाइलो पनि भइरहेछ हामी चाहिँ यता शीतलमा बसिरहेछौँ म त हाम्रो दाइहरू चाहिँ मस्तले उता खेल्दैछन् पौडी अनि अहिलेको हजुरहरूले त देख्न सक्नुहुन्छ मान्छे पनि धेरै भइसकेको छ यता सबै धेरै भइसकेको छ हान्नु न दाइ हान्नु फेरि अर्कोबाट हाम फाल्नु लाग्छ उता हाम फाल्यो ढुङ्गा फुस्काइ भन्यो अहिले दुईजनाले Spicy meat. Yeah, boy. Fifteen minutes later. अनि अब पौडी सौडी खेलिसकेपछि चाहिँ अब हामी चाहिँ अहिले यति बेला चटपट अहिले यता काँक्रो काट्दै हुनुहुन्छ अब हामीले प्लेट चाहिँ ल्याउन के अरे त्यो बनाउनलाई ओछ्याउनलाई चाहिँ हामीसँग भएन त्यही भएर हामीले चाहिँ एक्स्ट्रा के गरौँ भनेर चाहिँ यसमै प्लास्टिकमा चाहिँ खोलेर खान लाग्छौँ हामीले चटपटे खान्छौँ त्यसपछि फेरि हाम्रो सुकुटी पनि रेडी भएर उहाँ झोलामा बसिरहेछ होइन कतिखेर खाला भनेर हेर्दैछ सुकुटीले नि त्यो त फ्याल्नु नि त यार त्यो तासेर कुन बाहिरको कहाँ तास्ने हो धोको नि छैन यार धोरै ल्याएको हो क्या उहाँबाट यहाँ कहाँ धोने हो नुन पानीमा नानु कि भयो कस्तो भयो अहिले त्यो के गर्छ त अहिले त कम पर्छ अहिले त्यो खासै लाग्यो कसरी सेका कानको काइदा खै किन यी सबैलाई जिन्दगी दिनभरि हेर त काम छैन जिन्दगी एउटा यो पनि जिउन पर्छ हामी राम्रो ठाउँमा आइरहेको छ है हामी ल गाइस ल चेस हामी चाहिँ सुकुटी विथ चटपटे है यति बेला चाहिँ चट्ट बिचमा आएर मजाले दामी छ दामी भ्यू छ अब चाहिँ हामी यति बेला खाँदैछौँ हाम्रो खाजा खाँदैछौँ मेरो चाहिँ अब खाजा सकिसकेको छ खाना साजा खाएर चाहिँ अब हामी त्यसपछि लाग्छौँ फेरि जागरिब ब्याक टु जागरिब पानीले खायो हुन्छ Nice. अनि लट काट्छ नि उल्टी हान्न लाग्यो त्यसले यस उल्टी हान्नु
सबजना हेर फेरि यता सबजनाले जिल्ले बनाइदिनु Oh my God! Wow! अब अर्कोले हान्दैछ केटीले ल गाइज अब चाहिँ हाम्रो आजको लागि चाहिँ लगभग एन्ड भइसकेको छ होइन नि यहाँबाट पो हिँड्ने हो र ल यहाँबाट चाहिँ हामी स्विमिङहरू गऱ्यो अनि रमाइलोसँग गऱ्यो अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ फेरि अब बिचबिचमा फोटोसुटहरू भिडियो सुटहरू हामी फेरि पनि गर्नेछौँ अनि आज चाहिँ एकदमै रमाइलो भयो मान्छे पनि एकदमै धेरै आएको रहेछ यहाँ एकदमै धेरै आएर रमाइलो पनि भयो एकदम घाम लागेको बेला पौडी पनि खेलियो ल गाई जाने नि त अब ल ल ल ठाउँ पनि एकदमै राम्रो ठाउँ चाहिँ एकदमै राम्रो रहेछ यहाँ रेका मेरो चाहिँ फर्स्ट टाइम हो त्यही भएर एकदमै राम्रो लाग्यो मलाई चाहिँ एकदमै आएर पौडी पनि खेल्यो अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ होइन हाम्रो आजको सकिसकेको छ रमाइलो भयो आज चाहिँ एकदमै ठाउँ पनि एकदमै राम्रो लाग्यो तर जाउँ गाइज ल जाउँ है अब चाहिँ हामी जाँदैछौँ हामीले चाहिँ गाडी त्यहाँ पार्किङ गरेको छ यति बेला अब त्यही राखेको किनकि यो चाहिँ पार्किङ गरेको पैसा पर्दैन यहाँ के चाहिँ यहाँ त पार्किङ गरेको लाग्दैन पैसा है त्यही भएर चाहिँ हामीले यहाँ के अरे केटाहरूले के पोख्यो पोख्यो ल गाइज अब चाहिँ हामी जाँदैछौँ होइन अहिले फेरि बाटोमा फोटोसुट भिडियो सुट गरिन्छ त्यसपछि फेरि अहिले भेटौँला Much later. फाइनल्ली आजको मेरो ट्रिप पनि एकदमै राम्रो भयो अनि मैले दाइहरूलाई पनि छोडिदिइसकेको छु आफ्नो रुममा अनि एकदमै रमाइलो एकदमै इन्जोय गर्यो आज अनि अहिले यति बेला चाहिँ म मेरो रुम फर्किँदैछु होप हजुरहरूले मन पराइदिनुहुन्छ यो भिडियो सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला